Well shoot. Oh, what a beautiful shoot, but अफसोस टाउकोमा हेड बल थियो तर 21 आग्रामन एफसीले बल आफ्नो खुट्टामा ल्याइसकेको छ फेरि पनि गोल गर्ने प्रयासमा रेड पाण्डा छ फेरि पनि रेड पाण्डाका खेलाडीमा केही पोसिङ डेसिङ केही ठेलाचेल भएको छ यानि कि खेलाडीमा अलिकति बसिरहनु भएको छ आफ्नो टिमलाई what a beautiful try आग्रामन एफसीले भर्खरै झन्डै गोल गर्ने प्रयास थियो एकदमै 4 3 2 1 0 ओके नमस्कार यहाँहरु सबैजनालाई सिक्किम मेसेन्जरको यो एक्साइटिङ लाइभ टेलिकास्टमा म धेरैभन्दा धेरै स्वागत गर्न चाहन्छु अति आदरणीय दर्शकवृन्द सिक्किम मेसेन्जरको भ्युअर्सहरुको निम्ति म एकदमै ब्युटिफुल टुर्नामेन्ट लिएर आइसकेको छु जो सोरिङ दृष्टिको दरामदिन क्षेत्रको सोमबारिया सिनियर सेकेन्डरी स्कुलको खेल मैदानमा भइरहेको आजदेखि सुरु भएको यो एकदमै सुन्दर टुर्नामेन्ट थर्ड मिनिस्टर गोल अति आदरणीय दर्शकवृन्द तपाईले धेरै समयसम्म प्रतीक्षा गर्नुभएको धेरै अवेटेड फुटबल टुर्नामेन्ट म यहाँहरुको समक्षमा लिएर आइसकेको छु आउनुहोस् अति आदरणीय दर्शकवृन्द अब हामी सँगै बसेर यो सुन्दर फुटबल टुर्नामेन्ट हेर्नुपर्ने हुन्छ आज हजुरहरु विभिन्न जग्गाबाट जोडिसक्नु भएको छ यहाँहरु सबैजनालाई एकदमै मोस्ट वेलकम गर्न चाहन्छु म तपाईहरुलाई कमेन्ट्री गर्नको निम्ति कमेन्ट्री बक्समा मनिता विश्वकर्मा जोडिसकेको छु भने क्यामेरा पर्सन निर पौडेल पनि जोडिसकेको छ सो नाउ आजदेखि किक अफ भएको वन्डरफुल टुर्नामेन्ट थर्ड मिनिस्टर गोल्ड कपको निम्ति आज तपाईले खेल मैदानमा देखिरहनु भएको छ रेड पाण्डा नाम्ची बनी ब्लू एन्ड येलो जर्सीमा सजिएको छ भने ऑरेन्ज एन्ड ब्लू जर्सीमा आग्रामन एससी यानि कि स्पोर्टिङ क्लब तयारी भएर खेला चलिसकेको छ अहिले खेला लगभग धेरै समय गइसकेको छ अति आदरणीय दर्शकवृन्द यो समय बल आग्रामन एफसी को गोलकीबाट सुट बल कन्ट्रोल भएको छैन खेलाडीदेखि बाहिर गएको छ यस तपाईले शेयर गर्नु हुँदैछ यस शेयर गर्नुहोस् धेरैभन्दा धेरै आफ्नो टिमलाई सपोर्ट गरेर कमेन्ट पनि गर्दै गर्नुहोस् होला जर्सी नम्बर 12 रेड पाण्डाको खेलाडीको हातमा बल जो देलोन छेत्रीले आफ्नो बल डाइरेक्टली भित्तापट्टि पास जर्सी नम्बर 45 जर्सी नम्बर 5 लाई दिइसक्नु भएको छ रेड पाण्डा एफसी अहिले बल रेड पाण्डाले आफ्नो हात खुट्टामा लिन नसकेको आग्रामन एफसीले आफ्नो साइडमा पारेको पनि हामीले देख्न पाइरहेको छौं ओके धेरैजनाले थ्यांक यू फर लाइभ भन्नुभएको छ थ्यांक यू सो मच हजुर सबैजनालाई तर तपाईहरुको सपोर्ट पनि एकदमै शेयर कमेन्ट लाइक गरेर भोलिको लाइभ टुर्नामेन्ट हेर्नको निम्ति पनि हजुर तयारी बसिदिने म अनुरोध गर्न चाहन्छु अहिले बल तपाईले देखिरहनु भएको छ आग्रामन एफसी को पोलको साइडमा बल राइट ह्यान्ड साइडको कर्नरमा पुगिसकेको छ ओके जर्सी नम्बर 12 रेड पाण्डाबाट बल सुट गरिसकेको छ रेड पाण्डाको खुट्टामा बल अब गोल गर्ने प्रयासमा अगाडि बल बढाइरहेको थियो दिल्लीराम सन्यासीबाट केही बल मिस भएको छ यस अहिले आग्रामन एफसी को खुट्टामा बल सुन्दर छ फेरि पनि रेड पाण्डाका खेलाडीमा केही पोसिङ डेसिङ केही ठेलाचेल भएको छ यानि कि खेलाडीमा अलिकति रेड पाण्डा एफसी का जर्सी नम्बर 7 लडिएको अवस्था देखिरहेको छौं लेट्स सी यो अब उहाँको निम्ति एउटा सुन्दर मौका रहनेछ पोलको नजदिकबाट सुट गर्नको निम्ति एउटा सुन्दर मौका रेड पाण्डा सुरु भएको केही क्षणमा नै यो फल्ट भएको कारणले गर्दा उहाँले सुन्दर मौका पाइरहनु भएको छ यस अब दुई जना खेलाडी जर्सी नम्बर 17 किरण गुरुङ अनि जर्सी नम्बर 14 सोनुहाङ लिम्बुबाट दुई जना बात गरेर लेट्स सी जर्सी नम्बर 17 बाट सुट गर्न लागिरहनु भएको छ जर्सी नम्बर 17 किरण पाण्डा एफसी बाट सुट गर्न तयार लेट्स सी यो पहिलो गोल हुन सफल हुनेछ या छैन वन्डरफुल ट्राइड वेल ट्राइड बट अफसोस गोलकिपरले आफ्नो हातमा सजिलैसँगले लिन सफल हुनु भएको छ ओके यो समय गोलकिपरले आफ्नो खेलाडी आग्रामन एफसी का खेलाडीलाई सिधै हातबाट बल पास टु जर्सी नम्बर 23 जर्सी नम्बर 4 मेन डिफेन्सबाट फेरि पनि गोलकिपरलाई पास ओके गोलकिपरले डाइरेक्टली फेरि पनि नेक्स्ट टु रेड पाण्डाको गोलकिपरको हातमा बल पुगेको अवस्था ओके रेड पाण्डाका गोलकिपरले आफ्नो बललाई लाइनबाट बाहिर निकालेर सुट गरिसक्नु भएको छ लेफ्ट ह्यान्ड साइडका जर्सी नम्बर 12 फेरि पनि तयारीमा देखिरहेको छ देलोन छेत्रीलाई देलोन छेत्रीले आफ्नो बल दिएको थियो रङ पास भएको छ सोनुहाङको खुट्टामा बल
फेरि पनि जर्सी नम्बर 17 किरण गुरुङले कोसिस गरिरहेको थियो बट अफसोस बल आफ्नो खुट्टामा ल्याइसकेको छ। फेरि पनि गोल गर्ने प्रयासमा रेड पाण्डे वेल शट तर अफसोस पोलदेखि धेरै नै बाहिर गएको छ आग्रामन एफसीबाट। जर्सी नम्बर 17 जेतिन लेप्चाले सुट गर्नुभएको थियो तर अफसोस बल चाहिँ बाहिर गएको छ पोलदेखि। ओके धेरैजनाले यहाँ एब्सोल्युटली ब्युटिफुल लाइभ भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुर सबैजनालाई। बट तपाईँहरूको यो लाइभमा अहिले 302 जना जोडिनु भएको छ। तपाईँले सबैले एक एकवटा सेयर गरेर तपाईँहरूको फ्रेन्ड लिस्टमा भएको फुटबल प्रेमीहरू यानि कि यो खेलाडी प्रेमीहरूको हातसम्म पनि पुर्याइदिनुहुन्छ भन्ने आशा पनि राखेको छु। अनि कुञ्जमान थापा इज प्लेइङ गुन्जामान भएछ। ओके कुञ्जमान थापा यस एक्ज्याक्टली हि इज हियर उहाँ यहीँ हुनुहुन्छ बट उहाँ सब्स्टिट्युटमा बस्नु भएको छ। रेड पाण्डाका खेलाडी धेरैजनाको एकदमै मन पराएको खेलाडी हुनुहुन्छ उहाँ अहिले लाइनबाट बाहिर यानि कि सब्स्टिट्युटमा बस्नु भएको छ। मैले कतिजनाको प्लेयर्सको सायदै नामहरू धेरै मिस्टेक गरिरहेको छु होला त्यसले गर्दा यसको निम्ति अगावै क्षमा माग्न चाहन्छु। गेम यति साह्रो इन्ट्रेस्टिङ यति डरलाग्दो टक्कर भइ नै रहेको छ तरै पनि हामी तपाईँहरूलाई धेरैभन्दा धेरै राम्रो लाइभ टेलिकास्ट दिने लास्ट टाइम पनि तपाईँले त्यसरी नै हामीलाई सपोर्ट दिएर द रामदिन खेलकुद सँगै ब्युटिफुल टुर्नामेन्ट हामीले तपाईँहरूलाई देखाउन सकेको थियौँ भने यो पालि पनि हामी तपाईँहरूलाई एकदमै राम्रो खेला देखाउनको निम्ति समयमा नै उपस्थित भइसकेको छौँ। सो तपाईँहरूले लाइक कमेन्ट सेयर चाहिँ गरेर साथ दिनुहोस् होला है। ओके अहिले आग्रामन एफसीको हातमा बल थ्रो गरेर फेरि पनि ब्याक टु जर्सी नम्बर 12 लाई नै खुट्टामा बल अफसोस रङ पास भएको छ। जर्सी नम्बर 12 ले राइट ह्यान्ड साइडमा सुन्दर पास निकाल्ने प्रयासमा थियो तर खेलाडी कोही पनि नभएको अवस्था देखिरहेको छ। स्कोर 0-0 मिङमा छिरिङ शेर्पाज्यूले स्कोर सोधिरहनु भएको छ। ओके अहिले रेड पाण्डाको गोलकिपरबाट बल सुट गरेर आफ्नो साथीलाई पास जर्सी नम्बर 14 ले डाइरेक्टली अगाडि पास दिनुभएको थियो स्कोररको निम्ति बट बल धेरै नै अघि गएकोले आफ्नो हातमा लिन नसकेको अवस्था। छ वेदर पनि राम्रो छ एकदमै रमाइलो टुर्नामेन्ट दिवालीको अवसरमा यानि कि थर्ड मिनिस्टर गोल्ड कप आजदेखि सुरु भइसकेको छ। आजको पहिलो दिनको म्याच भने रेड पाण्डा नाम्ची बनाम सिक्किम आग्रामन स्पोर्टिङ क्लबको म्याचमा भइरहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। ओके तपाईहरु कुन टिमलाई सपोर्ट गरिरहनु भएको छ कृपया कमेन्ट बक्समा राख्दै गर्नुहोस् होला। तपाईहरु सिक्किम आग्रामन स्पोर्टिङ क्लबमा हुनुहुन्छ या रेड पाण्डा फुटबल क्लबमा हुनुहुन्छ तपाईले आफ्नो कमेन्ट बक्समा राख्दै गर्नुहोस् होला। फेरि पनि आग्रामन एफसीले गोल गर्ने प्रयास तर सुन्दर प्रकारले गोलकिपरले आफ्नो हातमा बल दिन सफल भएको छ। एकदमै सुन्दर गोलकिपर रेड पाण्डाबाट धेरैजनाले चिनिसक्नु भएको छ नरेन सुब्बा। ओके अहिले आग्रामन एफसी का खेलाडी जर्सी नम्बर 12 ले आफ्नो बल लामो तरिकाले थ्रो गरेको थियो तर आफ्नो साथी 21 ले 15 लाई पास दिएको थियो सोस 15 ले रङ पास दिएको छ। फेरि पनि सोनुहाङ सुब्बा जर्सी नम्बर 14 रेड पाण्डाले आफ्नो बललाई दिल्ली राम सन्यासीलाई दिइसक्नु भएको छ। जर्सी नम्बर 9 ले अघि बढाउँदै 14 ले सुन्दर पास गरिएको थियो जर्सी नम्बर 12 लाई बट अफसोस प्रयास देखिरहेको छौं आग्रामन एफसी देखिरहेको छ। जर्सी नम्बर 23 ले सुट गरिसक्नु भएको छ वन्डरफुल सुट बट क्लियर गर्न सफल रेड पाण्डा एफसी। फेरि बल ब्याक भएको छ जर्सी नम्बर 21 आग्रामन एफसी ले ओके रेफरी डिसिजन इज लास्ट डिसिजन भनिन्छ यसरी नै। अब ह्यान्ड एउटा रेफरीले क्लियरबाट जर्सी नम्बर 44 सो स्याड सुट मिस भएको छ है। जुन फोर्सले उहाँले सुट गर्नु गेम इन्ट्रेस्टिङ छ।
फेरि पनि ह्यान्डबल आग्रामन एफसीका खेलाडी जर्सी नम्बर 15 ह्यान्डबल भएकोले गर्दा यो रेड पान्डाको निम्ति सुन्दर फेरि पनि अघि बढाए ओके राम्रो छ थ्रु जर्सी नम्बर 12 जर्सी नम्बर 17 रेड पान्डालाई पास तर अफसोस राइट ह्यान्ड साइडमा पास दिएको थियो खेलाडीहरू नभएको अवस्था देखिरहेको खेलाडीबाट बल थ्रु गर्न लागिरहनु भएको छ ओहो लङ सुट गर्ने प्रयासमा हुनुहुन्थ्यो जर्सी नम्बर 12 तर जर्सी नम्बर 12 ले आफ्नो बल पनि फोर्सली हान्नु नसकेको बल बाहिर गएको अवस्था देखिरहेको छौं गेम इन्ट्रेस्टिङ अहिलेसम्म कुनै पनि स्कोर भएको छैन धेरै जनाले स्कोर सोधिरहनु भएको छ स्कोर 0-0 कुनै पनि गोल भएको छैन अहिलेसम्म एन्ड सुदेश खवासले सोधिरहनु भएको छ रेड पान्डामा कुञ्जमान छैन यस एक्ज्याक्टली धेरै जनाको क्वेशन यही भइरहेको छ कुञ्जमान हुनुहुन्छ अभियसली उहाँ सब्स्टिट्युटमा बसिरहनु भएको छ आफ्नो टिमलाई व्हाट अ ब्युटिफुल ट्राई आग्रामन एफसीले भर्खरै झन्डै गोल गर्ने प्रयास थियो एकदमै रन बल लेफ्ट ह्यान्ड साइडबाट गोल हुने थियो तर उहाँको बल धेरै नै गोलदेखि बाहिर माथिपट्टि गएको अवस्था देखिरहेको छौं गेम इन्ट्रेस्टिङ छ लेट्स सी कुन टिमले आज पहिलो गोल गर्न सफल बन्नु हुनेछ तपाईहरुको कुन चाहिँ टिमलाई टार्गेट रहेको छ यानी कि सपोर्ट रहेको छ सिक्किम आग्रामनलाई रहेको छ या रेड पान्डालाई रहेको छ आफ्नो कमेन्ट बक्समा आफ्नो टिमको नाम चाहिँ लेख्नु नबिर्सिनुस् होला स्कोर चाहिँ 0-0 ओके यो समय फेरि पनि रेड पान्डाको निम्ति सेन्टरकै नजदिकबाट सुट गर्ने सुन्दर मौका पाउनु भएको छ भने जर्सी नम्बर 14 सोनुहाङ सुब्बाबाट यो बल सुट गर्न लागिरहनु भएको छ लेट्स सी गोल हुनेछ या आउट हुनेछ वन्डरफुल बल खेलाडीहरुको एकदमै हेड बल रहेको थियो तर यो बल आग्रामन एफसीले क्लियर गर्न सफल हुनु भएको छ फेरि पनि आग्रामन एफसीले आफ्नो बललाई लगातार राइट ह्यान्ड साइडबाट अघि बढाइरहनु भएको छ ओके बल कन्ट्रोल कर्नर साइडमा बल कन्ट्रोल गरेर फेरि पनि जर्सी नम्बर 12 लाई पास आग्रामन एफसी ओके रेड सफल हुनु भएको छ गेम एकदमै इन्ट्रेस्टिङ छ तपाईहरुलाई मैले यो सबै म्याच सँगसँगै खेलाडीहरुको परिचय पनि गराउँदै गेम देखाइरहेको छु सो के कस्तो लागिरहेको छ कमेन्ट गर्न नभुल्नुस् होला जर्सी नम्बर 12 ले कस्तो राम्रो पास रहेको थियो अफसोस हेड बल आफ्नो हेडले नभेटिएको अवस्था ओके चोजाङ छिरिङ लेप्चाज्यूले फरेभर पान्डा भन्नुभएको छ ओके उहाँको सपोर्ट रेड पान्डामा रहेको हामीले बुझ्न पाएको छौं अभियसली आफ्नो टिमलाई सपोर्ट गरेर अन्तिमसम्म हेर्न नबिर्सिनुस् होला है अन्तिमसम्म हेर्नुस् होला आफ्नो टिमले यो पालीको थर्ड मिनिस्टर गोल्ड कप नकआउट फुटबल टुर्नामेन्टमा ग्रान्ड फिनालेसम्म पुग्न सक्ने छ कि छैन सिक्किम मेसेन्जरको लाइभमा तपाईहरु जुरेर बस्नुस् होला आज अलिकति ढिलो समयमा सुरु भएको छ भोलिदेखि अभियसली 1 बजेदेखि उपरान्त म तपाईहरु आउने छु यसर्थ तपाईहरु समयमा नै सिक्किम मेसेन्जरको लाइभ टेलिकास्ट हेर्नको निम्ति जुरिनेस् होला म तपाईहरुलाई डेली कमेन्ट्रीको रूपमा मनिता विश्वकर्मा जुरिने छु भने मसँग तपाईहरुलाई क्यामेरा पर्सन निर पौडेल तपाईहरुसँग जुरिनु हुनेछ गेम इन्ट्रेस्टिङ छ अहिले बल रेड पान्डाका गोलकिपरको खुट्टामा बल डाइरेक्टली जर्सी नम्बर 10 टिम क्याप्टेन जर्सी नम्बर 10 लाई दिइसक्नु भएको छ ओके फेरि पनि जर्सी नम्बर 12 ले वन्डरफुल पास टु जर्सी नम्बर 10 रेड पान्डा एफसी जर्सी नम्बर 14 सोनुहाङ सुब्बाले आफ्नो खेलाडीलाई अगाडि पास थियो तर धेरै नै अगाडि दिएको अवस्था एन्ड यस जर्सी नम्बर 12 ले आफ्नो बल यति धेरै राइट ह्यान्ड साइडबाट कोसिस गरिरहनु भएको छ रेड पान्डाबाट जो दिलोन छेत्री रहनु भएको छ भने ओके दिलेराम सन्यासीको खुट्टाबाट बल अघि बढेर आग्रामन एफसी को खुट्टामा बल गोल गर्ने प्रयासमा सुन्दर कोसिस रहेको थियो तर अफसोस यो बल पोलदेखि बाहिर पान्डाको खुट्टामा बल दिलोनले डाइरेक्टली 14 सोनुहाङ लिम्बू रेड पान्डालाई पास दिनु भएको छ बल पनि तर कन्ट्रोल गर्न धेरै नै गाह्रो भएकोले त्यो बल कन्ट्रोलमा ल्याउन असफल हुनु भएको छ
ओके, सुन्दर प्रश्न मेरो समक्ष आएको छ। विनर प्राइज चाहिँ कति रहेको छ भनेर बुद्ध छेत्री जुनियरले सोध्नु भएको छ। ओके, म यहाँलाई जानकारी गराउन चाहन्छु। यो सुन्दर निरन्तर लडाई गर्दै गर्दै फिनालेसम्म पुगेर विनर बन्नुहुने खेलाडीहरूलाई 5,01,000 रुपिस राखिदिनु भएको छ। 5,01,000 रुपिस राखिदिनु भएको छ भने रनर्स अपको निम्ति 3,01,000 रुपिस राखिदिनु भएको छ। विनरलाई 5,01,000 भने रनर्स अपलाई 3,01,000 रुपिस राखिदिनु भएको छ भन्ने जानकारी पनि गरौँ। बुद्धजीलाई थ्याङ्क यू सो मच यो क्वेसनको निम्ति। सबैजनाले यसको जानकारी पाउन सक्नुहुनेछ। फाइनलमा त म पनि आउँछु होला। एक्ज्याक्टली सर, एकदमै वेलकम छ तपाईँहरू सबै। सुन्दर प्रयास आक्रमण एफसीले गोल गर्नको निम्ति। गोलकिपरले यति राम्रो प्रकारले त्यो बललाई क्लियर गर्न सफल हुनुभएको छ। यो सिक्किममै भएको वेस्ट सिक्किम सोरेङ डिस्ट्रिक्ट जो नयाँ डिस्ट्रिक्ट भएको छ त्यस डिस्ट्रिक्टभित्र परिने दरमदिन क्षेत्रको सोमबारे सिनियर सेकेन्डरी स्कुलको खेला मैदानबाट तपाईँले यो लाइभ टेलिकास्ट हेरिरहनु भएको छ। ओके ओके, फेरि पनि आक्रमण एफसीले बल आफ्नो खुट्टामा लिन सफल। जर्सी नम्बर 23 7ले दिनुभएको थियो तर अफसोस बल आक्रमणले क्लियर गर्न सफल भएको छ। जर्सी नम्बर 10 रेड पान्डा एफसी। ओके, खेलाडीमा केही इन्जोर भएको अवस्था आक्रमण एफसीका खेलाडी। मेबी जर्सी नम्बर 21 जस्तो लागिरहेको छ। यस एक्ज्याक्टली, जर्सी नम्बर 21 खेलाडीमा केही इन्जोर भएको छ। आक्रमण एफसी जो टेन्डोङ लेप्चा टेन्डोङ लेप्चा इन्जोर भएको छ। अनि खेला फेरि पनि स्टार्ट भइसकेको छ। अनि मलाई धेरैजनाले भोलिको अपडेट पनि सोधिरहनु भएको छ। टुमरो इज 14/10/2025 को दिन इन्ट्रेस्टिङ एकदमै उत्कृष्ट खेला भोलि पनि यही खेला मैदानमा हजुरलाई म लाइभ टेलिकास्ट लिएर आउनेछु। नजिक छ भने चाहिँ तपाईँहरू ग्राउन्डमै आएर हेर्नुपर्ने। जोर्जियन एफसी कालिम्पोङ बनाम सिक्किम ड्रागन एफसी गान्तोकको भोलि निरन्तर हुन गइरहेको छ। भोलि जोर्जियन एफसी कालिम्पोङ बनाम सिक्किम ड्रागन। ओके, सिक्किम ड्रागन एफसीको बिचमा भोलिको निरन्तर हेर्नको निम्ति पनि हजुर समयमा नै हामीसँग जुरिन सक्नुहुनेछ भने अहिलेको खेला तपाईँलाई रेड पान्डा फुटबल क्लब बनाम आक्रमण स्पोर्टिङ क्लब गान्तोकको म्याचमा यो खेला हेरिरहनु भएको छ। गोल भएको छैन, स्कोर 0-0। अहिलेसम्म कुनै पनि दलले गोल गर्न सफल हुनुभएको छैन। मेबी दुवै टिम एकदमै टफ टिम भएको कारणले गर्दा हुनसक्छ अहिलेसम्म कुनै पनि दलले आफ्नो बल पोलभित्र हाल्न सफल हुनुभएको छैन। एकदमै जोडतोड टक्कर चलिरहेको छ भने फेरि पनि जर्सी नम्बर 9 आक्रमण एफसीका खेलाडी कर्मा तेन्दुपले सुन्दर गोल गर्ने प्रयास थियो तर टिम क्याप्टेनबाट को नजिक आएपछि अभियसली देख्न सक्नुहुनेछ। वेल क्लियर्ड बाई गोलकिपर नरेन लिम्बू। जर्सी नम्बर 31 रेड पान्डाबाट। गेम इन्ट्रेस्टिङ छ। जर्सी नम्बर 12 ले फेरि पनि बल थ्रु लाइनबाट तर अफसोस कन्ट्रोल गर्न नसकेर बल लाइनदेखि बाहिर गएको छ रेड पान्डाबाट। जर्सी नम्बर 12 ले नै बल थ्रु गरेर आउनु भएको छ। जर्सी नम्बर 17 को खुट्टामा बल सुन्दर प्रकारले बललाई क्लियर गराएर सेन्टरमा पुर्याउन सफल तर अफसोस लाइनदेखि बाहिर गएको छ। फेरि पनि बल चालु भइसकेको छ। आक्रमण एफसीले खुट्टामा लिने प्रयास तर अफसोस बल लाइनदेखि बाहिर गएको छ। वेल थ्रोइङ एकदमै लामो प्रकारले थ्रो फ्याक्नु भएको छ आक्रमण एफसीका रेड पान्डाले। ओके, यहाँ हाइटको पनि एकदमै पोजिटिभ इम्प्याक्ट देख्न पाएको छौँ है। हाइटले एकदमै क्लियरली आफ्नो बललाई अगाडि बढाउन सफल। आक्रमण एफसीबाट पनि फेरि पनि गोल गर्ने प्रयास रेड पान्डा तर बल गोलकिपरको हातमा सिधै ग्राब गर्न सफल हुनुभएको छ आक्रमण एफसी। जर्सी नम्बर 12 ओके, टिम क्याप्टेन सचिन प्रधानको खुट्टामा बल। रेड पान्डाका जर्सी नम्बर 12 ले आफ्नो बललाई धेरै समय लगाएर पास दिनुभएको तर अफसोस
आग्रामन एफसीले त्यस बललाई क्लियर गर्न सफल हुनुभएको छ। ओके रनिङ एकदमै राम्रो छ। बल लिएर फेरि पनि जर्सी नम्बर 17 आग्रामन एफसीले कोसिस, तर अफसोस धेरै नै बल बाहिर गएको अवस्था देखिरहेको छौँ। यो दुवै टिमलाई नयाँ ग्राउन्ड परेको छ। हुन त लास्ट टाइम पनि खेलेको, तर आफ्टर लङ ग्याप फेरि पनि यो सुन्दर 11 साइडको ग्राउन्डमा खेलाडीहरू खेल्नको निम्ति आउनुभएको छ दुवै टिम। तर यो सुट भनी एकदमै बल पोलदेखि धेरै नै मिटर टाढो गएको अवस्था हामीले देख्न पाइरहेको छौँ। ओके फर्स्ट गोल गर्नेलाई चाहिँ कति छ म्याडम भन्नुभएको छ। सो सरी अहिलेसम्म कुनै पनि इन्फर्मेसन आएको छैन। मेबी 2000 भन्ने सुनिरहेको छु। लेट्स सी म तपाईँलाई आफ्टर हाफ टाइम पहिलो गोल गर्नेको कति रुपियाँ क्यास के छ कसो छ तपाईँहरूलाई आफ्टर हाफ टाइम स्पोर्ट्स डेस्कसँग कुराकानी गरेर म तपाईँहरूलाई जानकारी गराउने छु। ओके यो टाइम तपाईँले देखिरहनु भएको छ रेड पान्डाका गोलकिपरको खुट्टामा बल नरेन सुब्बा। गोलकिपर जर्सी नम्बर 31 ले आफ्नो बललाई सुन्दर प्रकारले सुट गरेर राइट ह्यान्ड साइडमा पास, तर रङ पास भएको छ। यो एकदमै लाइनदेखि बाहिर गएको छ। गेम इन्ट्रेस्टिङ छ। फेरि पनि जर्सी नम्बर 12 आग्रामन एफसीका खेलाडीले बल लङ थ्रु गरेको थियो, तर अफसोस रङ पास गरेर फेरि पनि जर्सी नम्बर 14 रेड पान्डाले आफ्नो बल खुट्टामा अघि ल्याउँदै कन्ट्रोल नभएको अवस्था लाइनदेखि बाहिर गइसकेको छ। सो कमन तपाईँले आफ्नो टिमलाई सपोर्ट गर्नुहोस् होला। कुन टिमलाई तपाईँले सपोर्ट गराउनु भएको छ कमेन्ट गर्न नबिर्सनुहोस् होला। रेड पान्डा बनाम आग्रामन स्पोर्टिङ क्लबको पहिलो दिनको पहिलो भिरन्तर एकदमै टफ चलिरहेको छ। एक गोल भयो भने साँच्चीकै अझै सुन्दर प्रकारले यो गेम चल्ने अवस्था पनि हामीले देखिरहेको छौँ। ओके आग्रामन एफसीका खेलाडीबाट लङ सुट बल, तर धेरै नै लाइनदेखि बाहिर गएको छ। अनुमान लगाउन धेरै मुस्किल भएको छ खेलाडीहरूलाई। मेबी यो होम ग्राउन्ड नभएकोले गर्दा उहाँलाई धेरै नै समस्या भइरहेको छ। बल एकदम टाढो टाढो सुट पासहरू पनि रङहरू भइरहेछ। एनीवे गेम इज इन्ट्रेस्टिङ। ओके सुदेश खवासियुले इट्स अलरेडी अनाउन्स इट्स 2000 फर फर्स्ट। ओके सुदेशज्यू थ्याङ्क यू सो मच। मेबी उहाँ हाम्रै यहाँ कमिटीबाटै हुनुहुँदो रहेछ। अहिले मात्र म पनि जानकारी पाउँदैछु। एन्ड फर्स्ट गोल गर्नुहुने जो पनि दुवै टिमबाट जो पनि खेलाडी रहनेछ उहाँ पुरा 2000 रुपियाँ नगद राशि उहाँले पाउन सक्नुहुनेछ। यस लेट्स सी अब कुन टिमबाट कुन खेलाडीले पहिलो गोल गर्न सफल बन्नुहुनेछ। तपाईँहरू सबैजना अन्तिमसम्म जोडेर बस्नुहोस् होला। एन्ड यो टाइम फेरि पनि जर्सी नम्बर 44 आग्रामन एफसीका खेलाडीबाट सुट गर्न लागिरहनु भएको छ भने त्यसरी नै टिम क्याप्टेन जर्सी नम्बर 4 लाई पनि बलको छेउमा देखिरहेको छौँ। वेल भेरी हाई सुट एकदमै माथिल्लो भागमा उहाँले सुट गरेकोले गर्दा यो कुनै पनि गोल हुने अवस्था पनि रहेको थिएन। ओके थ्याङ्क यू सो मच। धेरैजना जोडिनु भएको छ। यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। तपाईँहरूको यही माया यही सपोर्टले गर्दा हामी तपाईँलाई विभिन्न टुर्नामेन्टहरू देखाउन सफल भएको छौँ। यो पालिको थर्ड मिनिस्टर गोल्ड कप टुर्नामेन्ट पनि यसरी नै तपाईँहरूको अगाडि टाइममा लाइभ लिएर आएको छ। फेरि पनि लेफ्ट ह्यान्ड साइडबाट कर्नर आग्रामन एफसीले बल सुट गरिएको थियो, तर अफसोस बल क्लियर गर्न सफल रेड पान्डा एफसी। गेम इन्ट्रेस्टिङ छ। अब यो टाइम टिम क्याप्टेन सचिन प्रधान रेड पान्डाबाट सुट गर्न लागिरहनु भएको छ। रेड पान्डाका सो सरी गोलकिपरको खुट्टामा बल। टिम क्याप्टेन अघि बढिसक्नु भएको छ। जर्सी नम्बर 12 लाई नर्मल पास गरेर फेरि पनि गोलकिपरलाई नै ब्याक टु पास गरेर गोलकिपरले मेबी अब लङ सुट गर्ने अवस्था देखिरहेको छौँ। एक्ज्याक्टली लङ सुट। ओके यो टाइम जर्सी नम्बर 9 दिल्लीराम सन्यासीले बल पाएको भए अभियसली यो गोल हुने अवस्था देखेको थियौँ, तर डिफेन्सद्वारा सुन्दर प्रकारले गोलकिपरको हातमा बल पुर्याउन सफल हुनुभएको छ। यस गेम इन्ट्रेस्टिङ छ। फेरि पनि आग्रामन एफसीको खुट्टामा बल। थ्याङ्क यू फर लाइभ नाइस टेलिकास्ट म्याडम भन्नुभएको छ।
अर्जुन गुरुङज्यूले थ्याङ्क यू सो मच हजुरलाई थ्याङ्क यू सो मच यस्तै पोजिटिभ सपोर्ट गर्दै गर्नुहोस् होला हाम्रो टिमलाई अझै जोस र उत्साह दिँदै गर्नुहोस् होला भन्दै फेरि पनि खेलातर्फ जर्सी नम्बर 9 दिल्लीराम सन्यासीले जर्सी नम्बर 7 रेड पाण्डालाई बल तर अफसोस त्यो बल नियन्त्रणमा लिन नसकेको अवस्था फेरि पनि रेड पाण्डाकै खुट्टामा बल आग्रामन एफसीले बल लाइनदेखि बाहिर जान सफल भएको छ खेलाडी केही आक्रोशमा आएको हामीले देखिरहेको छौँ रेड पाण्डाका खेलाडी रेफ्रीसँग धेरै आक्रोशमा आइरहेको देखिरहेको छ एनिवे गेम हो धेरै रिस उठ्छ प्रेसर हुन्छ कुन पाराले आफ्नो टिमलाई गोल गर्न सफल बनाऊ भन्ने हुन्छ है ओके गोलकिपरको हातमा बल आग्रामन एफसीका गोलकिपरको हातमा बल ओके वेल सुट तर अफसोस लाइनदेखि धेरै नै बाहिर गएको अवस्था देखिरहेको छौँ एन्ड गेम इज भेरी इन्ट्रेस्टिङ यो खेला मैदान तपाईँले देखिरहनु भएको छ यस्तो सुन्दर प्रकारले बनाइएको छ जुन खेला मैदान 11 साइडको रहेको छ अनि खेलाडीहरू 11 जना खेलिरहेको पनि हजुरले देखिरहनु भएको छ गोल 0-0 अहिलेसम्म कुनै पनि गोल भएको छैन रेड पाण्डा फुटबल क्लब पनि 0 एन्ड आग्रामन स्पोर्टिङ क्लब पनि 0 मानेर रहेको अवस्था देखिरहेको छौँ अहिले कुनै पनि गोल भएको ओके 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 फेरि पनि गोल गर्ने प्रयासमा रेड पाण्डा एफसी तर बल पोलदेखि बाहिर गएको छ ओके यो सुन्दर मौका रेड पाण्डाको निम्ति लेफ्ट ह्यान्ड साइडबाट कर्नर सुट गर्न लागिरहनु भएको छ जर्सी नम्बर 14 सोनुहाङ सुब्बाबाट यो लेफ्ट ह्यान्ड साइडको कर्नर यो सुन्दर मौका पहिलो गोल गर्नको निम्ति रेड पाण्डालाई देखिरहेको छौँ लेट्स सी गोल हुनेछ या आउट हुनेछ वेल सुट ओ व्हाट अ ब्युटिफुल सुट बट अफसोस टाउकोमा हेड बल थियो तर ओ व्हाट अ ब्युटिफुल ओ गोल यस फर्स्ट गोल रेड पाण्डा एफसीबाट टिम क्याप्टेन सचिन प्रधानबाट पहिलो गोल गर्न सफल बन्नुभएको छ गोलकिपरले त्यस बललाई कन्ट्रोल गरेको पनि त्यो बल कन्ट्रोल नभएर लाइनदेखि भित्र पसेको अवस्था भएको छ फर्स्ट गोल गर्ने टिम सचिन प्रधान यस 2000 रुपियाँ अब उहाँले लगिसक्नु भएको छ अब रिमेनिङ गेम रहेको छ अब चाहिँ गेम इन्ट्रेस्टिङ हुने मैले अवस्था देखिरहेको छु अनुमान लगाए अनुसार पहिलो गोल हामीले विटनेस गरिसकेको छ र पहिलो गोल गर्ने खेलाडीको नाम सचिन प्रधान जर्सी नम्बर 6 फ्रम रेड पाण्डा एफसी ओके तपाईले सुनिसक्नु भएको छ स्पोर्ट्स डेस्कको साउन्ड पनि तपाईले सुनिसक्नु भएको छ जर्सी नम्बर 6 ले सचिन प्रधानले पहिलो गोल गर्न सफल हुनु भएको छ अब खेला अझ इन्ट्रेस्टिङ हुन गइरहेको छ आग्रामन एफसी बाट अब गोल गर्ने प्रयास लेफ्ट ह्यान्ड साइडबाट बल थ्रु राम्रोसँगले दिनुभएको छ ओ फेरि पनि झन्डै ब्याक टु गोल जस्तो गोल पसेको थियो त्यस्तै झन्डै ब्याक टु गोल भएको छ आग्रामन एफसीले यो आग्रामन एफसीको निम्ति देखिरहेको छ भने गोलकिपरले त्यस बललाई हातले टच गरेर पोलको माथिल्लो भागमा लेप्चा जतिन लेप्चाबाट जर्सी नम्बर 17 बाट आग्रामन एफसीबाट सुट गरिसक्नु भएको छ भने वेल ट्राइड गोल गर्ने प्रयास बट अफसोस बल क्लियर गर्न सफल ओके फेरि पनि रेड पाण्डा एफसीका खेलाडीबाट केही मिस्टेक भएको छ फल्ट भएको छ फेरि पनि वान चान्स फेरि पनि एक चान्स पाउनु भएको छ आग्रामन एफसीले गोल गर्ने ओ सो सरी गोल भएको छैन है झन्डै गोल भएको थियो तर अफसोस गोल भएको छैन म धेरै नै चिल्लाइरहेको छु एनिवे तपाईले यसलाई कुनै पनि अन्यथा नलिनुहोस् होला इरिटेटिङ नलिनुहोस् होला हामी गेम भित्रै पसेर धेरै नै जोसिएको कारणले गर्दा है एक गोल भएको भए अझै कति इन्ट्रेस्टिङ हुने थियो भन्ने भएको छ लेट्स सी गेम दुवैपट्टि एकदमै राम्रो भइरहेको छ आग्रामन एफसीले अब त्यस्तै गोल गर्ने लगातार प्रयास गरिरहेको बल अहिले रेड पाण्डाको खुट्टामा बल ओके जर्सी नम्बर 12 लाई पास रेड आग्रामन एफसी का डिफेन्सबाट सुन्दर प्रकारले बललाई क्लियर ओके फेरि पनि फल्ट आग्रामन एफसी का खेलाडीहरूबाट केही फल्ट भएको कारणले गर्दा
अब ओन्ली मेबी 2-3 मिनट्स मात्रै रिमेनिङ छ जस्तो लाग्दैछ यो गेमको देन आफ्टर हाफ टाइम हुनेछ बिफोर हाफ टाइम आग्रामान एफसीले 0 गोल भने रेड पान्डा एफसी लिडिङमा देखिरहेको छौँ 1 गोल लगाएर फेरि पनि आग्रामान एफसीको खुट्टामा बल ओके फेरि पनि रेड पान्डा एफसीको खुट्टामा बल जर्सी नम्बर 7 बल कन्ट्रोल गर्न नसकेको अवस्था पनि ओके अब फेरि पनि राइट ह्यान्ड साइडबाट रेड पान्डाका खेलाडीहरूले कर्नर सुट गर्न लागिरहनु भएको छ म्याडम लाइभ टेलिकास्ट स्मुथ भएको छैन भन्ने आइरहेको छ सो सरी त्यो नेटवर्क डिस्टर्ब भएकोले गर्दा फेरि पनि झुकिएको अवस्था एनिवे गेम इन्ट्रेस्टिङ छ सो हाफ टाइम पनि